दर्शकबिन के सागर अब छुट्लान् त आउनुहोस् यसैबारे जानकारी दिनेछौँ। त्यसैले भिडियोलाई अन्तिमसम्म हेर्नुहोला र दर्शकबिन हाम्रो च्यानललाई अझ पनि सब्सक्राइब गर्नुभएको छैन भने च्यानललाई सब्सक्राइब गर्नुहोला र भिडियो मन परे भिडियोलाई लाइक अनि यो भिडियो तपाईँहरू कुन ठाउँदेखि गाउँदेखि हेर्दै हुनुहुन्छ तल कमेन्ट बक्समा लेख्नुहोला आफ्नो गाउँको नाम। दर्शकबिन यता भने सागरलाई छुटाउँछु भनेर कान्छी लागेकै छन्। आफ्नो वकिल ल्याउँदा पनि प्रमाण जुटाउन नसकेपछि भने सागर फेरि त्यही जेलमा छन्। दर्शकबिन सागरलाई अब छुटाउन केही समय मात्र छ। त्यतिसम्म भने ठोस प्रमाण नभेटे सागरलाई भने आजीवन जेल हुन पनि सक्छ। दर्शकबिन तिनीहरूको विपक्षको वकिलले भने सागरले लागु पदार्थ सेवन गरेको रिपोर्टहरू पहिलेदेखि नै झुटा प्रमाणहरू सब कट्टा गरेर त्यता न्यायाधीशलाई देखाउँछ र दर्शकबिन कानुन भने प्रमाण अनुसार चल्ने चिज हो। त्यसैले भने प्रमाण नभेटुन्जेल सागरलाई म्याद थपेको हो। त्यो सम्म अब दर्शकबिन कान्छीले जसरी पनि ठोस प्रमाणहरू ल्याउनु छ। त्यही भएर दर्शकबिन यता कान्छीका दाइ विध्वंसले पनि आफ्नी आमा भिरबाट खसेको भनेर त्यहाँ अस्पताल छन्, त्यहाँ आउन पाएनन्। दर्शकबिन यता अब भने कान्छी एक्लै छन्, कान्छीको साथमा कोही छैन। त्यही भएर दर्शकबिन कान्छी निकै नै दुखित देखिन्छन्। कान्छीले भने अब ठोस प्रमाण भेटाउँछु भनेर उता विध्वंसको घरमा जान्छन्। त्यहाँ त दर्शकबिन विध्वंसकी श्रीमती र श्रीमतीकी दिदी मिलेर भने सबै कुराहरू बोलिरहेकी हुन्छन्। विध्वंसकी आमालाई भिरबाट खसाउनमा उनकी श्रीमती को हात रहेछ। गाउँमा केटाहरू लगाएर भिरबाट खसाएको कुरा उनले बोल्दै थिइन्। यता भने सबै रेकर्ड पारिरहेकी छिन् कान्छीले। अब त्यो रेकर्डबाट भने ठोस प्रमाणहरू भेटाउन सजिलो हुनेछ र विध्वंसलाई त्यो भिडियो देखाएपछि विध्वंसले भने सबै प्रमाणहरू एकैचोटि जुटाउनेछन् र सागरलाई छुटाउन सहयोग गर्नेछन्। दर्शकबिन तपाईँहरू सागर छुटेको हेर्न चाहनुहुन्छ भने भिडियोलाई एक लाइक र च्यानललाई सब्सक्राइब गर्न भने नबिर्सिनुहोला। अब आउने भागमा सागर छुट्नेछन् र दर्शकबिन कानुनले भने कसरी निर्दोष मान्छेलाई दबाउन खोज्छ र निर्दोष मान्छेलाई के गर्न खोज्छ भन्ने कुरा हामी सिक्न सक्छौँ। दर्शकबिन यता भने सागरलाई छुटाउन कान्छीले सबैभन्दा बढी प्रयास गर्नुपर्छ, किनभने आफ्नो श्रीमान त्यहाँ जाँदा आफ्नो छोरीलाई पनि छोडेर कान्छीले खाना केही नखाइकन भने प्रमाण जुटाउन लागेकी छन्। त्यसो गर्दा पनि सागर छुटेनन् भने कान्छीले गरेको कुनै अर्थ हुँदैन। त्यसैले दर्शकबिन कान्छीले भने सक्दो ठोस प्रमाणहरू भेटाएर अब सकिएको म्यादमा भने सागरलाई छुटाउनुपर्छ र सागर छिटै छुट्ने पनि छन्, किनभने सागरले त्यो कुरा गरेको होइनन् भन्ने कुरा हामीहरू सबैलाई थाहा नै छ। कान्छीले सबै ठोस प्रमाण जुटाउने छिन्।